एभ्रिवान सबैजनालाई स्वागत छ मेरो डुल्गुम ब्लगमा। यहाँदेखि आज चाहिँ हामी चन्द्रेश्वरी मन्दिर भन्ने ठाउँदेखि उकालोको जङ्गलमा अब खास केटाकेटीहरू कतिको बसिरहेको छ यो जङ्गलमा टक्क लाएर दुईटा डिजे जोडीहरू बस्ने कुराकानी सुनेको थियो होइन दाइ। त्यही हामी त्यो चर्चा गर्न चाहिँ आएको होइन, जस्ट यसो काम परेर आइहाल्यौँ। अब यदि बसेको रहेछौँ भने हामी यो ब्लगमा फुल्ली रूपमा देखाइ नै हाल्नेछौँ। र युन्द चाहिँ आन्टी र अङ्कल दुईजना बसिरहेको थियो, तर किन आन्टी र अङ्कल बिचरा कसको नाता नातिनी हुनु रहेको बेलामा आएको होला भनेर हामीले नानी गालिदिएको है अन्त के कसो हो। अनि त्यही भएर फेरि यहाँको अख्खा जङ्गलहरू रहेछ, चट्टा लगाएर चिटिक्क पारेर नि म चाहिँ स्कुटरमा आउने क्रममा चारवटा स्कुटरको चाहिँ हरेन बिग्रिएर रहेछ क्या। अनि एकचोटि बजाएको थियो करा कराकै गरेर चाहिँ, अनि त्यसपछि नाम भन्नु न। ए डुल्गुम भाइ हेलो आमा भिडियोमा हाल्दिछु है। अनि तिमी पनि आउँछौ, सब्स्क्राइब गरिदिनु ल। सब्स्क्राइब गर्छ सब्स्क्राइब। असै तिमी पनि आउनु ब्लगमा। यो हो ढोका लगाएर सजान। अनि यो चाहिँ हाम्रो के अरे सानो सानो भाइहरू रहेछ, मेरो च्यानललाई सब्सक्राइब गर्ने भाइहरू हुनुहुन्छ। यो उहाँहरू चाहिँ कहाँ आउनुको भएको भाइहरू जरङ्गबाट। र सबैजनाले डुल्गुम भ्लगलाई सब्सक्राइब गरेर हेर्नु। परम्परागत चिन्ता गर्ने रे माइला जाठा कटुस लिन आएको रे। अनि म पनि यसो साथी आइदिएको नि त। कटुस भेटिरहेछ, तर कुन कटुस रे दाइ? कुन कटुस हो? घाँस हो यो त। सिमले सिमले के आँखा चिमले भेटिरहेको रहेछ। हामी 4 भाइ थियौँ। रुखमाथि चढेरै गयो जोवान हुर्केर, कल्लै हिँड्यो यो जोवान। ओ दाइ घाँस काट्नु फुर्केर रुखमाथि चढेरै गयो जीवन हुर्केर, ए कल्लै त्यो यो जोवान। ए खुल्केर खुल्केर हात देखा त खुल्केको देखाइदिएन खुल्केको घाँस काट्नु खुर्केर, ए घाँस काट्नु हात खुर्केर। माइला त हात खुर्केको देखाऊ। ओ बाँदर जस्तो के हो गयो जोवान रुख चढेर। ए झरी अर्को दाइ मुनिपट्टि टक्क लगाएर घाँस भेला पार्दैछ। यहाँ एउटा भाइ चिटिक्क पारेर बसिरहेछ। अब हामी फर्किने क्रम भइसकेको छौँ। चिसो तातो के छ ल्याउँ केटा हो भनेर भन्नु नभनी यो डाँडा जाँदैछौँ। खतरा रहेछ साला। ओ केटा यार दाइ यो डाँडादेखि मुनि हालको डाँडा रहेछ। त्यस घुम्ने ठाउँ खतरा रहेछ यता।